भन्दा नि तिमी धेरै धेरै आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचेभरिलाई जुनीभरिलाई रुवाई गयौ तिमी अझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी सेवारो नमस्ते म चाहिँ बिमला ताङजुम म चाहिँ बिन्दा ताङजुम म चाहिँ सुमिना ताङजुम लिम्बू वेलकम ब्याक टु माई भ्लग एपिसोड 4 अनि आज चाहिँ फेरि पनि हामीले ल्याएको छौँ तीनजनाले मुकबाङ है तै पनि म अनि यहाँ चाहिँ एउटा करेन नुडल्स छ अनि हामीसँग चाहिँ यो पिउनेमा चाहिँ के अरे फेन्टा छ हैन अनि अचार चाहिँ यहाँ छ है अनि ल अब इन्जोय गर्नुहोस् है अनि हामीले सुरु गर्यौँ एकदम मिठो भयो है मोमो फोडेर को खान्छ भन्थ्यो तर म खान्छु है यस्तो गरेर पनि खाइदिउँ न त एकचोटि यसो गरेर आफ्टर देन यसो गरेर च्याच गाइज भन्नु अनि हामीसँग चाहिँ है खाइसक्दा अनि थोरै आउँछ नि त त्यही भएर धेर खाने मान्छेलाई चाहिँ थप्नेको पनि छ चलन हाम्रो चाहिँ थपेर खानु पनि मिल्छ
टिप्नु पोख्ने चला नै छैन होइन क्यामेरा एक्चुअलीमा पनि हेर्दैन यस्तो भएको के अरे मोमै मात्र होइन क्या अलि ठुल्ठुलो मैले सरी खाएँ ल खाइसक्यो छिटो साथीहरू हामी चाहिँ फेरि पनि थप्ने आला छौँ होइन अलिक खन्छु आएको नि त थप्नलाई चाहिँ त्यहाँ राखेको छौँ ल साथीहरू हामीले रेडी पार्यौँ होइन त्यत्रो धेरै थपेको छौँ खान सक्ने चाहिँ हो कि होइन सायद सकिन्छ होला भन्ने हातले राख्यो के होइन को सकिन्छ होला सकिन्छ मोमो पो त होइन अन्त एकदम दामी अचार पनि मिठो भएको छ है पिरो यतिको झन् है खानुहोस् एउटा राखिराखेर सुन्ने त ज्यादा भयो त्यसै हल्लिनु नसक्ने अवस्थामा परिसक्यौँ ल खाना नसकेको चाहिँ मैले खाइदिएको है म चाहिँ अलि ज्यान अनुसार खान्छु मेरो मेरो भाग खाइहाल्यो भनेर खाना भनेर खाइहाल्यो करेन्ट नुडल्स चाहिँ मनपर्छ हो यसले चाहिँ अलिक खाएन है आज किन नखायो मोमोले होला लु एकछिन गफ जाओस् त गफ गर्दा उता एकछिन प्लिज हामीले चाहिँ खाएर एकदम इन्जोय गरौँ होइन तपाईँहरूले पनि आशा छ इन्जोय गर्नुभयो होला भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला प्लिज भिडियो देखेर पनि नदेखे जस्तो गरेर सारेर चाहिँ नजानु होला होइन लाइक कमेन्ट गरेरै गइदिनु होला हामीलाई माया धेरैभन्दा धेरै गर्नु होला सपोर्ट गरिदिनु होला भन्न चाहिँ अब चाहिँ सुमिनाको पनि होइन जहिले पातर पातर मेरो भ्लग सुधि पनि यही पातर पातर ऊ चाहिँ भनेको बोल्दैन थियो अब आज मेरो भिडियोमा भनिदिनु पर्यो प्लिज मलाई एक्सक्युज मी सपोर्ट गर्नु पर्यो ल छिटो म सुन्छु के भयो के सुन्नु के भन्दो रहेछ सुन्छु म ल जस्तो साइली मान्छे हो क्या एकदम होइन अगाडि हेरेर भन न के भन्नु मन छ अब हुन्छ नि यस्तो मनमा आएर ल यस्तो गरिदिनुहोस् भन न तिमी पनि के साह्रो हो तिमी त कस्तो खालको मायै गर्दैनौ ओके ओके ल भन छ के भन्नु र अब गीत अर्जुन आगाम होइन
गीत गाइदेऊ न एउटा दामी गीत गाउन आउँदैन गीत गाउन गाउ राम्रो आएन भने काटिदिन्छु नि त म अहिले अस्ति गाउनु मन पराउँदै थियो गाउन लु गाउँ छिटो गाइस हामी चाहिँ गीत गाउन आँटेको ये गरौँ न केटाकेटीको भ्लग केटाकेटीको जस्तै हुन्छ नै होइन अब लु हामी गीत गाउन आँटेको छौँ हामी चाहिँ भन्दिनँ गीत गाउन आँटेको छन् होइन लु देखाइदिनु होला तपाईँहरूको प्रतिज्ञा कला र गला भनेको मान्छेको लु ए होइन के पो भन्छ होइन गीत आएको भए गाउन आउने भन्नुभयो गाउन रुवाउन मलाई यसो म पनि स्याड भइदिन्छु ल लु छिटो फुल्दा चवनको गीतै पो छैन फेरि म तर अब आउँदैन अनि गाउन आएको जस्तो गाउन अनि जुनीभरिलाई रुवाई गयौ तिमी अझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी यति नै होइन अब गीत चाहिँ जाओस् कि किनभने घाँटी खुल्लिएन किनभने बिरोले होइन त्यो पनि बुझिन्छ घाँटी खुलेको होइन एक दुईवटा चाहिँ जाओस् न क्या कुन त हौ अलिक सिधा बसे के भन्छ उयो नल्ला बाबु मसँग नोटको धाक आउँछ बुझेर छुट्टो पिँढीमा होइन छुट्टो पिँढीमा छिटो हाल्देऊ न कुनै गीत चाहिँ त्यसको कुनै गीत आउँदैन पानीमा गोबर नखोजे त्यहाँदेखि गाइदिउँ न त ल 1 2 3 गो पानीमा गोबर नखोजे मायामा जान फाल्न खोजे तिमी हुँदा आफन्त पनि टाढा भने देख्नेले मानि पागल भने एक्लै हिँड्दा मेरो नाममा पिण्ड चढाइदिनु मेरो नाम लिएर थुकिदिनु मलाई कतै देखे यो भाग्यमा खोट छ यो मुटुमा चोट छ एउटा दामी गीत गाउँछ न आमाको गीत सिकाउँथ्यौँ त हौ त्यो सिकौँ न के अरे त्यो पो सुरुमा त गीत मैले तिमीलाई ल जस राम्रो नराम्रो भए पनि होइन हामी आमाको लागि आमा प्रेमीहरूको लागि चाहिँ यो गीत होइन जस्तै नराम्रो भए पनि यो चाहिँ हामी रेकर्ड काट्ने नै छैनौँ क्या यो चाहिँ ल 1 2 3 मैले तिमीलाई सम्झिरुदा त्यहाँ तिमीलाई बाडुकीले दुख्यो कि लाग्छ बढीलाई बाडुकीको लहर लाग्दा त्यहाँ तिमी मलाई सम्झी रोयो कि लाग्छ बढीलाई मलाई आएन ल मैले बिर्सेँ यस्तो म त साह्रो भुला कट्छु क्या फेरि हामी अब स्वर चाहिँ नराम्रो भए पनि केही छैन 1 2 3 गो आमा हो हाँसिराखे है म भन्दा नि धेरै धेरै बाँचे बढीलाई आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बढीलाई थ्याङ्क यू सो मच होइन यहाँनिर त्यो ढुङ्गालाई भन्ने छ आई थिङ्क ढुङ्गालाई भन्ने छ अन्डरस्ट्यान्ड त्यो स्टेप के थियो ढुङ्गालाई सिरन राखी निराएछु जस्तो भयो होइन सपनीमा देख्दा तिमीलाई झस्केर उड्दा बढीलाई ओके चुप हो जा सातवीं फेल चुप हो जा ओके चुप हो जाती हूँ
ढुङ्गालाई सिरन राखी निदाइछु जस्तो लाग्यो भयो जस्तो जस्तो भन्छ क्या जस्तो भन्छ त्यहाँ सुन्दा सुन्दाको ल फेरि सुरु ल भयो ल 1 2 3 ढुङ्गालाई सिरन राखी निदाइछु जस्तो भयो सपनीमा देख्दा तिमीलाई सम्झेर साथीहरू प्लिज होइन नराम्रो कमेन्ट नगरिदिनुहोस् भन्दाखेरि 2-4 जनाले त हेर्ने होला होइन त्यही पनि केही छैन है जसले पनि हेर्नुहुन्छ आफन्तले नै हेर्नुहुन्छ किनकि सब्सक्राइबर भनेको आफन्तै हुनुहुन्छ इनकेस होइन अरूले पनि हेरिदिइहाल्नु भएछ भने होइन रमाइलो गर्नुहोस् है यस्तै छौँ हामी गायिका ठुटे गायिकाहरू 1 2 3 ढुङ्गालाई सिरन राखी निदाइछु जस्तो लाग्यो मलाई मारो बुझे मारो अच्छा मैं चुप जाती हूँ चुप हो जा सातवीं फेल चुप हो जा ओके चुप हो जाती हूँ ओके 1 2 3 ढुङ्गालाई सिरन राखी निदाइछु जस्तो भयो भएन है साथीहरू यो त भएन ल 1 2 3 गो ढुङ्गालाई सिरन राखी निदाइछु जस्तो भयो सपनीमा देख्दा तिमीलाई झस्केर उड्दा भरिलाई त्योदेखि खै यसो छाती पोल्यो खै के भन्छ होइन आउँदैन होइन यस्तै छ तिम्रो शीतलो तिम्रो माया शीतल जुन तिम्रो माया चौतारीको शीतल चौतारी भन्छ ल अब यस्तै यस्तै हो होइन गाइजहरू एक्सक्युज मी अनि अब चाहिँ हाम्रो यो धेरै इन्टरटेनमेन्ट होइन सकेर मेरो प्रनाउन्सिएसन त ठिकै भयो नि जे होस् होइन मनोरञ्जन तपाईँहरूले लिनुभयो होला होइन अनि हामीले पनि यसो नजानी गाइदिए गरे कि मन त पर्छ तर स्वर छैन गीत पनि आउँदैन है यस्तै छ होइन दुखी आत्माहरू अनि तपाईँहरूलाई अब लास्टमा चाहिँ के भन्न चाहन्छु भने होइन प्लिज सपोर्ट मी होइन सपोर्ट हामी सबैलाई अनि राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब अनि सेयर चाहिँ जसरी भए पनि प्लिज गरिदिनुहोस् होइन सपोर्ट गर्नुहोस् तपाईँहरूको 1 लाइक होइन तपाईँहरूको 1 सब्सक्राइब 1 सेयरले होइन हामीलाई नै धेरै नै सपोर्ट मिल्नेछ होइन अनि त्यही भएर त्यही नै हो अनि त्यही नै हो अब बाई बाई अर्को नेक्स्ट भ्लगमा चाहिँ अब थाहा छैन मुकबाङै हुन्छ भन्ने चाहिँ हुँदैन होइन तर पनि यसो होइन बनाएको बेला खाइदिइहालौँ न मुकबाङ गरिदिइहालौँ न भन्ने भएपछि चाहिँ हामीले मुकबाङ बनाएको अब नेक्स्ट भ्लगहरू पनि प्लिज हेर्दै गर्नुहोस् अनि सब्सक्राइब गरेर हाम्रो यो च्यानलमा जोडिरहनुहोस् अनि माया देखाउनुहोस् प्लिज है अनि अहिलेलाई यति नै बाई बाई सेवारो ल